हेलो हेलो आज चाहिँ हामी कक्षा 12 को आमाको सपना भन्ने च्याप्टरमा डाइभ गर्न गएको छौँ। यो चाहिँ हाम्रो कक्षा 12 को नेपाली किताबको पहिलो कविता हो, जुनका कवि चाहिँ गोपाल प्रसाद रिमाल हुन्। अब चाहिँ हामी कविको अलिकति समग्र एउटा ब्याकग्राउन्डको रूपमा हेरौँ हैन। कवि चाहिँ कस्ता खालका कवि हुन् भन्दा गोपाल प्रसाद रिमाल चाहिँ नेपाली साहित्यका प्रगतिवादी र क्रान्तिकारी खालको साहित्य लेख्ने कवि हुन्। त्यस्तै उनले चाहिँ छन्दमुक्त गद्य कविताको प्रवक्ता यानि कि स्टार्ट गरेको मान्छे। उनले चाहिँ छन्दमुक्त, छन्द भनेको के हो, लय हो के, धुन हो। त्यो धुन मुक्त भनेको नभएको गद्य कविता। तिमीले पोएम पढ्यो भने यसै पढे जस्तो छ नि हैन, सर र कुनै टेक्स्ट पढेको जस्तो छ नि। तर यस्तो कविता चाहिँ सुरुमा चाहिँ खासै चल्थेन हैन। उनले चाहिँ यसको स्टार्टिङ गरेका हुन् कि छन्दमुक्त गद्य कविताको स्टार्टर भनिन्छ, ठिक छ, उनलाई प्रवक्ता भनिन्छ। अब यो कविता पढ्ने भन्दा हामीले के बुझ्नुपर्छ भन्दा यहाँ के कुराको कन्टेक्स्ट के छ त कविताको भनेर। यहाँको कन्टेक्स्ट चाहिँ ऐतिहासिक पृष्ठभूमि छ। अहिलेको नेपालको कुरा हुँदै छैन। हुन त अहिलेको नेपालसँग पनि धेरै हदसम्म मिल्छ, तर खास गरेर यो पहिलाको नेपालको कुरा गरिँदैछ, जहाँ कस्तो खालको नेपाल त भन्दा विक्रम सम्वत 7 सालभन्दा अगाडिको, यानि कि जति बेला नेपालमा राणा शासन थियो त्यति बेलाको कुरा हुँदैछ। राणा शासन कस्तो खालको शासन थियो भन्दा एकदमै निरङ्कुश अन्धकारमय थियो। त्यहाँ पढ्न पाइन्थेन, डिस्क्रिमिनेसन हुन्थ्यो, भेदभाव हुन्थ्यो, छुवाछुत हुन्थ्यो हैन। त्यस्तै सबै नराम्रो कुराहरू थियो, जनताहरू पढ्न पाउँथेनन्, त्यस्तो कुराहरू थियो। हो, यो कुराहरूको विरोधमा लेखिएको कविता हो यो चाहिँ। अब कविताको विधा यानि कि कविताले के भन्न खोजेको छ यसो कविताको बारेमा है त, स्वतन्त्र छन्दको गद्य कविता हो यो। कस्तो कविता हो अरे, स्वतन्त्र छन्दको यानि कि छन्द नभएको, कुनै पनि धुन लय नभएको खालको कविता। यो चाहिँ कस्तो छ, आमा र छोराबिचको संवादको शैलीमा लेखिएको कविता छ। यसको मूल आवाज के हो भन्दा प्रजातन्त्रको क्रान्तिको आह्वान। प्रजातन्त्र भनेको डेमोक्रेसीको चाहिँ यहाँ आह्वान गरिएको छ, भनेको नेपालमा डेमोक्रेसी ल्याउनुपर्छ भन्ने खालको भाव चाहिँ यो कवितामा झल्किन्छ। त्यस्तै यहाँ उज्यालो र परिवर्तनप्रतिको अज्ञात विश्वास देखिन्छ क्या। कुनै न कुनै दिन त उज्यालो हुन्छ, कुनै न कुनै दिन त परिवर्तन हुन्छ भनेर त्यहाँ विश्वास देखिएको छ, ठिक छ। अब यहाँ हेर दुईवटा आयाम छ कि, दुईवटा डाइमेन्सन छ कि तिमी कवितालाई कसरी हेर्छौ भनेर। एउटा सिधा अर्थ, अर्को भनेको मेटाफरिक मिनिङ भन्छौँ नि हामी, प्रतीकात्मक। एउटा चाहिँ प्रतीक भनेको इमेज हो, के अरे भन्छ, सिम्बल के, सिम्बलिजम के। यहाँ सिम्बलिजम युज गर्नुभएको छ कविताले, जुन हामी नेपालीमा प्रतीकात्मक अर्थ भन्छौँ। यसमा चाहिँ सिधै हामीले सिधा भाषामा शब्दको अर्थ बुझ्दै गयौँ भने यहाँ के बुझिन्छ भन्दा यहाँ पात्र को छन्, एउटा साधारण आमा र उनको छोरा छ। तर खास गरेर कवितामा त्यो आमा र छोरा भनेर कसलाई बुझाउँछ भन्दा शोषित मातृभूमि भनेको नेपाल आमा र आम नेपाली जनतालाई बुझाउँछ। त्यस्तै यसको संवादको शैली कस्तो छ हेर त, आमाले आफ्नो छोरालाई कुनै एक महान क्रान्तिकारी पुरुषको आगमन हुने भनेर भनेको छन्, ठिक छ। तर खास गरेर त्यसको अर्थ के हो भन्दा मातृभूमिले आफ्नो नागरिकहरूलाई निरङ्कुशता ढाल्न जनक्रान्ति आवश्यकता छ भनेर भनेको छिन्, ठिक छ। त्यस्तै यहाँको भाव के छ हेर, आमाको ममता, सन्तानप्रतिको माया, भविष्यप्रतिको आशा, सिधा अर्थ। तर खास गरेर त्यसको अर्थ के छ हेर, राजनीतिक जागरण भनेको पोलिटिकल अवेरनेस, स्वतन्त्रताको भोक, ठिक छ। स्वतन्त्रता, फ्रिडम चाहिँ मान्छेलाई चाहिरहेको छ कि, फ्रिडमको चाहिँ भोक छ मान्छेहरूमा, देशमा, ठिक छ। र युग परिवर्तन हुने सङ्केत, यो चाहिँ यसको असली भाव हो। अब हामी जाऊँ कविताको मुटुमा, कविताको मुख्य विषयवस्तु र सन्देशमा। कविताको 3 मुख्य आधार छन्। एउटा के छ, क्रान्तिको आह्वान। समाजमा यहाँ के भनेको छ हेर, यहाँ क्रान्तिको आह्वान गरिएको छ। समाजमा व्याप्त अन्याय, अत्याचार र शोषणको अन्त्य गर्न क्रान्तिको आवश्यकता छ भनिएको छ, ठिक छ। त्यस्तै हाम्रो अर्को पोइन्ट के हो भन्दा मातृत्व र आशावादी दृष्टिकोण। अब मातृत्व भन्नाले आमाले आफ्नो सन्तानप्रति गर्ने प्रेम हो, यानि कि आमाले आफ्नो नागरिक यानि कि नेपाल आमाले नेपाली जनताप्रतिको प्रेम हो। आमाको अज्ञात प्रेम र सिर्जना शक्तिको प्रस्तुति गरिएको छ यहाँ। तिमीहरूले यो पोएममा हेऱ्यौ भने तिमीहरूले एउटा लाइन पाउँछौ, म आमा हुँ सारा सिर्जना शक्तिको मुख भएर भनेर भनिएको छ होइन आमाले। यानि कि हामी यहाँ के बुझ्न सक्छौँ भन्दा आमाको अज्ञात प्रेम र सृजनात्मक शक्तिको चाहिँ पोएममा प्रस्तुति भएको छ। जस्तो सुकै दुःखमा पनि उज्यालो बिहान, यानि कि प्रजातन्त्र आउने प्रबल आशा चाहिँ आमामा देखिन्छ। आमा मतलब नेपाल आमामा देखिन्छ। अर्को हाम्रो तेस्रो मुख्य आधार के छ हेर त, निरङ्कुशताको अन्त्य र समानतामूलक समाज भनेको चाहिँ सबैको प्रति समान खालको इन्भाइरोमेन्ट भएको, डिस्क्रिमिनेसन नभएको, भेदभाव नभएको, सबै इक्वल अपर्च्युनिटी भएको समाजको चाहिँ नेपाल आमाले कल्पना गर्नुभएको छ। राणा शासन रूपी जडता भनेको चाहिँ जडेर बसेको के, गडेर बसेको कुरालाई, र अन्धकारको विनाश, यो शासनको चाहिँ विनाश हुनुपर्छ भनिएको छ। सत्य, न्याय र स्वतन्त्रमा आधारित नयाँ युगको सुरुवात, यो चाहिँ हाम्रो के हो, 3टा प्रमुख आधार भयो। एकपटक म फेरि भनिदिन्छु, क्रान्तिको आह्वान, एउटा क्रान्ति आउँछ, समाजमा भएको अन्याय अत्याचार हटेर जान्छ। अर्को के छ, आमाले आफ्नो सन्तानलाई प्रेम गरेकी छिन्, जसोसुकै दुःखमा पनि प्रजातन्त्र आउँछ भन्ने आमामा आश छ, आज नभए भोलि, भोलि नभए पर्सि, कहिले न कहिले आउँछ भन्ने। अर्को के छ, निरङ्कुशताको अन्त्य हुनैपर्छ, राणा शासनको अन्त्य हुनैपर्छ, सत्य, न्याय र स्वतन्त्रतामा आधारित नयाँ युगको सुरुवात, यो चाहिँ हाम्रो के भयो, 3 प्रमुख आधार भयो। अब यहाँ सिम्बलिजमको कुरा गरौँ, ठिक छ। यहाँ आइकन के छ हेर है, यहाँ तिम्रो कवितामा सिधा भनिएको कुरा छ, यहाँ चाहिँ त्यसको अर्थ भनिएको छ।
आमा भनेको त कुनै मदर भयो, तर खास गरेर यहाँ के भयो यसको एक्चुअल मिनिङ चाहिँ शोषित र पीडित मातृभूमि नेपालको कुरा हुँदैछ आमा भन्दा। त्यस्तै छोरा अथवा तिमी भन्नाले क्रान्तिको पर्खाइमा रहेका आम नेपाली जनता अथवा भावी पुस्तालाई बुझाउँछ। त्यस्तै तँ अथवा क्रान्तिकारी पुरुष भन्नाले चाहिँ समाजमा परिवर्तन ल्याउने परिवर्तन गर्ने जनक्रान्ति वा प्रजातन्त्रको कुरा हुँदैछ। बिहानको सूर्य भनेको स्वतन्त्रता, चेतना र नयाँ युगको उज्यालो भन्ने चाहिँ यसको असली अर्थ रहेको छ। हिउँ र आगो भनेको के हो? क्रान्तिको कठोरता, तेज र सङ्घर्षको राप हो, ठिक छ, ताप राप त्यस्तो हो। हतियार भनेको के हो हेर त? अन्याय र अधर्म, तानाशाह विरुद्ध लड्ने साधन हो क्या यो चाहिँ, ठिक छ। अब हेर यहाँ के गरिएको छ? शिल्प र शैली गोपाल प्रसाद रिमालको काव्य विशेषता, यानि कि उनले कवितामा कस्तो कुराको प्रयोग गरेका छन् भने गद्य शैली, छन्द नभएको कुनै पनि लय छैन यो कवितामा, ठिक छ। मैले यहाँ पोइन्टहरू लेखिदिएको छु, आफै पनि पढ्न सक्छु। अर्को के छ? संवादात्मक शैली भनेको संवाद भइरहेको जस्तो, दुईवटा मान्छे बिचको कम्युनिकेसन भइरहेको जस्तो चाहिँ शैलीमा चाहिँ यो कविता लेखिएको छ। त्यस्तै अर्को छ बिम्बात्मक, कुनै कुरालाई बिम्ब गर्ने, सिम्बलिजमको कुरा भइरहेको छ। जस्तै कि यहाँ हेर, अमूर्त राजनीतिक विचारलाई मूर्त रूप, सूर्य, हतियार, हुरी जस्तो मूर्त रूप दिएको छ। तोते बोली, बाँसुरी बन्नु जस्ता शक्तिशाली बिम्बहरूको प्रयोग गरिएको छ, ठिक छ। अर्को हेर तिमी अब महत्त्वपूर्ण पङ्क्तिको विश्लेषण। अब चाहिँ हामी पोइममा भएको इम्पोर्टेन्ट लाइनहरूको हामी विश्लेषण गरौँ, ठिक छ। त्यो उज्यालो सूर्य झैँ उज्यालो छर्दै आउँछ, त्यो हिउँ र आगो भन्दा पनि बढ्दो छोइने भएर आउँछ। यसलाई चाहिँ हामीले व्याख्या गरौँ आइरहेको हुन्छ एक्जाममा। जसरी सूर्यलाई कसैले पनि रोक्न सक्दैन, त्यसरी नै सत्यमा आधारित क्रान्ति यानि कि प्रजातन्त्रलाई निरङ्कुश शासनले रोक्न सक्दैन भनेर यहाँ भनिएको छ। यो चाहिँ के हो? एउटा शक्ति र चेतनाको प्रतीक हो। त्यस्तै यो चाहिँ अब के हो? कठोरताको प्रतीक हो। क्रान्ति सामान्य हुँदैन, यसले हिउँ झैँ कठोरता र आगो झैँ पोल्ने तेज लिएर आउँछ। यसले पुरानो विकृतिलाई भस्म गर्छ भनिएको छ, ठिक छ। त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ भनेको के रहेछ? कसैले पनि यसलाई रोक्न सक्दैन। बिहानको सूर्यको लाइटलाई कसैले रोक्न सक्दैन नि। त्यस्तै त्यो हिउँ र आगो भन्दा पनि बढी छोइने भएर आउँछ। हिउँ र आगो भन्दा पनि बढी इफेक्टिभ भन्छौँ नि, ठिक छ। छोइने भनेको थाहा पाइने, थाहा हुने गरेर आउनेछ। यो लुसुक्क आउने छैन, एकदम हो हल्ला गरेर आह्वान गर्दै आउनेछ। सामान्य हुनेवाला छैन, यो कठोर हुनेछ, यो एकदमै तेजवान हुनेछ भनिएको छ, ठिक छ। यसलाई तिमी अब एक्जाममा विश्लेषण गर्न सक्छौ यति बुझेपछि। अर्को हेर, म आमा हुँ, सारा सिर्जना शक्तिको मुख भएर म भन्न सक्छु त्यो आउँछ, मैले यो कुनै अल्छी सपना देखेको होइन। यहाँ के भनिएको छ हेर, आमा मातृभूमि सृजनाकर्ता हुन्, नयाँ युग, नयाँ विचार र नयाँ क्रान्तिलाई जन्म दिने पूर्ण सामर्थ्य नेपाली माटोमा छ भन्ने अठोट चाहिँ हामीले यो पङ्क्तिबाट बुझ्न सक्छौँ। त्यस्तै अर्को के छ? यो केवल कोरा सपना अथवा दिउँसै देखेको सपना होइन, यो कुनै डे ड्रिमिङ गरिरहेको होइन, यो त जनताको जागरणबाट प्राप्त हुने सुनिश्चित भविष्य यानि कि प्रजातन्त्रको स्पष्ट चित्र हो। अर्को चाहिँ म तिमीहरूलाई एउटा सानो नोटिस दिइहाल्छु। हामीले चाहिँ अहिले यो भिडियोमा 100 कमेन्ट आयो भने चाहिँ 1 महिनाको फ्री कोर्सको चाहिँ लन्च गर्ने सोचिरहेको छौँ। यसमा चाहिँ के हुन्छ भन्दा तिमीहरूलाई पास्ट इयर क्वेसन, टेस्ट र क्विजहरू लिने, इम्पोर्टेन्ट क्वेसनहरू लिने, ट्रिक्सहरू, सर्टकटहरू, नोट्सहरू प्रोभाइड गर्ने, यो चाहिँ 100% फ्री हुनेवाला छ। र यो चाहिँ तिमीहरूले के गर्नुपर्छ भन्दा कमेन्टमा गएर तिमीहरूले आफूलाई चाहिएको सब्जेक्ट र क्लास, जस्तै कि नेपाली क्लास 12, इङ्ग्लिस क्लास 12, म्याथ क्लास 12, फिजिक्स क्लास 12, अकाउन्ट क्लास 12, कम्प्युटर साइन्स क्लास 12 यसरी लेख। र हामीले चाहिँ विक 1मा फाउन्डेसन, विक 2मा फोकस लर्निङ, विक 3मा हामी प्र्याक्टिस गर्नेछौँ र विक 4मा हामी रिभिजन गर्नेछौँ। यो चाहिँ तिमीहरूलाई सेल्फ डिसिप्लिन सिकाउने कोर्स मात्र हुनेछ। तिमीहरूलाई अहिले त क्लास 12 स्टार्टिङ छ होइन, तिमीहरूलाई यो लास्टसम्म चाहिँ तिमीहरूलाई एउटा सेल्फ स्टडी गर्ने ह्याबिटको रूपमा मात्र, अहिले त पढ्न मन लाग्दैन होला होइन, तिमीहरूलाई एउटा ह्याबिट बसाउनको लागि मात्र हो यो कोर्स चाहिँ। तिमीहरूलाई एउटा कसरी पढ्ने भनेर एउटा इन्भाइरोमेन्ट दिनको लागि, जस्तै कि दिनको यति बजेदेखि यति बजीसम्म क्लास हुन्छ भनेपछि तिमीहरू पढ्न बस्छौ नि त, त्यो बसेपछि तिमीहरूलाई 1 महिनापछि पनि पढ्ने ह्याबिट हुन्छ भनेर चाहिँ हामी कोर्स लन्च गर्न लागेको हो। सो अब चाहिँ हामी फेरि आफ्नो कन्टेन्टमा टाइप गरिहालौँ, ठिक छ। यदि तिमीहरू इन्ट्रेस्टेड छौ भने चाहिँ 100 कमेन्ट पुगेको दिन चाहिँ हामी एउटा पोल गर्नेछौँ। त्यो पोलमा चाहिँ कहिलेदेखि क्लास लन्च गर्ने भनेर हुनेछ, अनि तिमीहरूले त्यहाँ सिलेक्ट गर्न सक्छौ। कविताको मनोवैज्ञानिक र दार्शनिक विकासक्रम, ठिक। सुरुमा यहाँ के छ हेर, अत्याचारको अनुभूति, यहाँ राणा शासनको क्रूरता देखाइएको छ, कसरी शासकहरूले कसरी नेपाललाई हत्कडी लाएर जनताहरूलाई आफ्नो कब्जामा राखेको छ भन्दा त्यो कुराहरू हामी बुझ्न सक्छौँ पहिलो भागबाट। पहिलो भाग भन्नाले स्टार्टिङ फेजमा। त्यसपछि के हेर, धैर्य र तान्तोना, यानि कि आमाद्वारा छोरालाई चाहिँ धैर्य गर, एक दिन क्रान्ति आउने छ भनेर चाहिँ सम्भावना, त्यो आउनेछ भनेर छोराले सोच्छ, आउँछ भनेर त्यहाँ ट्रस्ट देखाइएको छ, आमालाई कति विश्वास छ भनेर, ठिक छ। त्यसपछि के हुन्छ अरे, क्रान्तिको जन्मको बारेमा कुरा गरिएको छ। हुरी र आदिको रूपमा क्रान्तिको आगमन हुनेछ, तोते बोली बोल्ने सन्तान हतियार बोक्ने योद्धामा रूपान्तरण हुनेछ भनेर भनिएको छ, ठिक छ। त्यस्तै अर्को के छ, सत्य र प्रजातन्त्रको स्थापना हुनेछ, तिम्रो डेमोक्रेसीको स्थापना हुनेछ, जनताको शासन हुनेछ, समानतामूलक स्वतन्त्र र उज्यालो समाजको निर्माण हुनेछ भनेर चाहिँ कविले कवितामा प्रस्तुत गरेका छन्। अब हेर, परीक्षाका लागि इम्पोर्टेन्ट क्वेसनहरू। तँ र तिमीले के बुझाउँछ? तँ भन्नाले युगको परिवर्तन गर्ने क्रान्ति वा प्रजातन्त्रलाई बुझाउँछ, तिमी भन्नाले क्रान्तिको पर्खाइमा रहेका आम नेपाली जनता भावी पुस्तालाई बुझाउँछ। आमाले कस्तो सपना देखेकी छिन्? आमाले देशबाट अन्याय, अत्याचार, निरङ्कुशता
को अन्त्य भएको सपना र समानता, स्वतन्त्रता र प्रजातन्त्रको घाम लागेको सुन्दर नयाँ युगको सपना देखेकी छिन्। त्यो आउँदा तिमी पात भएर पसिनाउँदैछौ भनेको तात्पर्य के हो? जब क्रान्ति हुरी बनेर आउँछ, जनता पात झैँ त्यसमा समाहित हुन्छन्, जनआन्दोलनमा सम्पूर्ण नागरिकको स्वतःस्फूर्त सहभागी हुन्छ भन्ने यसले अर्थ दिन्छ। ठिक छ? अर्को हेरौँ हामी परीक्षाको तयारीको लागि चाहिँ अरू कसरी पढ्ने भनेर चाहिँ। ठिक छ? जस्तै कि प्रश्न, कवितामा क्रान्ति कसरी आउने कल्पना गरिएको छ भनेर आयो अरे। अब तिमीहरू कसरी गर्छौ भन्दा सुरुमा तिमीहरू परिचय लेख्छौ। परिचयमा गोपाल प्रसाद रिमाल र कविताको परिचय दिन्छौ तिमी। 2007 सालभन्दा अघिल्लो राजनीतिक पृष्ठभूमि र क्रान्तिको आवश्यकता भनेर तिमीहरू त्यो कुरा गर्छौ। त्यसपछि तिमीहरू पोइन्ट सेकेन्ड प्याराग्राफ अथवा तिमीहरू प्याराग्राफ चेन्ज गरेर फेरि तिमी के कुरा गर्छौ भन्दा विश्लेषणको खण्ड 1 या क्रान्तिको स्वरूपको बारेमा कुरा गर्छौ तिमी। सूर्यको उज्यालो चाहिँ अन्धकार चिर्दै आउने, हिउँरा आगोभन्दा पनि तेज र कठोर भएर आउने, अधर्मको नाश गर्ने, त्यस्तो कुराहरू गर्न सक्छौ। त्यसपछि तिमी समाजको प्रभावको बारेमा कुरा गर्न सक्छौ। हुरी बनेर आउने र जनतालाई पात बनाएर आन्दोलनमा समाहित हुने भनेर कुरा गर्न सक्छौ। त्यसपछि तिमी निष्कर्ष भनेर क्रान्ति रोकिँदैन, यो प्राकृतिक सत्य हो, मातृभूमिको सपना अवश्य साकार हुन्छ भन्ने आशावादी सन्देश भनेर चाहिँ तिमी यसरी चाहिँ आफ्नो 4 प्याराग्राफ अथवा यसलाई 1 प्याराग्राफ, यसलाई सेकेन्ड प्याराग्राफ, यसलाई थर्ड प्याराग्राफ गरेर कुनै पनि क्वेसनकै एन्सर लेख्न सक्छौ। अब हामी अलिकति शब्द भण्डारमा जाऊँ। अलिकति अप्ठ्यारा शब्द मैले छानेको छु। उषा भनेको के हो? बिहानी हो। त्यस्तै सङ्ग्राम भनेको के हो? युद्ध, लडाइँ हो। अनि उस पनि लेखिदिएको छु, ठिक छ? सन्दर्भ पनि लेखिदिएको छु, तर टाइम 15 मिनटभन्दा बढी हुन लागिसक्यो, त्यही भएर अलिकति घटाउनु खोजेको। जडता भनेको के हो? अज्ञानता, मूर्खता, गतिहीन अवस्था हो के, स्ट्याटिक फेजमा हुने के, नहलिकन बस्ने भन्छौँ नि हामी, सिधा स्ट्याटिक भन्छौँ नि इङ्ग्लिसमा, ठ्याक्कै त्यही हो कि। जडता भनेको चाहिँ के हो भन्दा गतिहीन अवस्था हो। सान्त्वना भनेको के हो? जस्तै कि तिम्रो साथी केही पिरमा छ भने तिमीले गएर सम्झाउँछौ भने त्यो सान्त्वना हो कि, पिर परेकोलाई सम्झाउने काम गर्ने। ठिक छ? अब अन्तिम तयारी 10 मिनट रिभिजन ठ्याक्क होइन। लेखक को हुन्? गोपाल प्रसाद रिमाल। विषयवस्तु के हो? राणा शासनको अन्त्य, प्रजातन्त्रको क्रान्तिको आह्वान। मुख्य बिम्ब, आमा भनेको देश, छोरा भनेको जनता, त्यो भनेको क्रान्ति, सूर्य भनेको स्वतन्त्रता। केन्द्रीय भाव भनेको सत्य र न्यायको जित ढिलो होला तर निश्चित छ। त्यस्तै तिम्रो सन्देश के छ? अन्यायको रात जतिसुकै लामो भए पनि क्रान्तिको बिहानी अवश्य आउँछ। शैली के छ? छन्दमुक्त छ, सरल छ, संवादमक छ, संवादमक भनेको संवादको स्टाइलमा छ, र उच्च प्रतीकात्मक भनेको एकदमै धेरै यहाँ सिम्बलहरूको युज गरिएको छ। जस्तै कि आमा भन्नाले नेपाल आमा, तो भन्नाले क्रान्ति, सूर्य भन्नाले नयाँ युग। त्यसरी आमाको सपना केवल एउटा युगको कथा होइन, यो हरेक अन्धकार पछि उज्यालो आउँछ भने शाश्वत सत्य, यानि कि ध्रुव सत्य अथवा युनिभर्सल ट्रुथ भन्छौँ नि हामी, हो त्यो शाश्वत सत्यको उद्घोष हो। उद्घोष भन्नाले तिम्रो अनाउन्समेन्ट हो। सो दिस फर टुडे। आजको हामीले समरी भन्ने हाल्यौँ। तिमीलाई अब अर्को च्याप्टरको चाहिन्छ भने कमेन्टमा लेख, इङ्ग्लिसको चाहिन्छ भने इङ्ग्लिसको पनि लेख, अथवा अरू कुन च्याप्टरको चाहिन्छ त्यसको लेख। सो दिस फर टुडे। अब चाहिँ हामी हाम्रो भिडियो बन्द गरौँ।